आज हामी बागद्वार बागमती गङ्गाको उद्गम स्थल जाँदैछौँ। सुन्दरजल बागद्वार बागमती गङ्गाको उद्गम स्थल शिवपुरी पिक तिनचुले काठमाडौँ उपत्यका अत्यन्तै धार्मिक प्राकृतिक ऐतिहासिक महत्त्व बोकेको स्थानहरू हुन्। सुन्दरजल शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मानिन्छ, जहाँ स्वच्छ पानी, हरियाली, वन, शान्त वातावरण मन आकर्षित गर्दछ। यही क्षेत्रबाट बागद्वार जाने पदयात्रा सुरु हुन्छ। बागद्वार बागमती गङ्गाको उद्गम स्थल मानिन्छ। हिन्दू धर्मअनुसार बागमती नदी पवित्र गङ्गा स्वरूप मानिन्छ, त्यसैले यहाँ जनको जललाई पवित्र मानेर पूजा स्थान धार्मिक कार्यमा प्रयोग गरिन्छ। बागद्वार ढुङ्गाबाट बाघको मुख जस्तो आकारबाट पानी निस्किने भएकाले यसलाई वागद्वार भनिएको। विशेष गरी वैशाख 1 गते यहाँ ठुलो मेला लाग्छ र हजारौँ भक्तजन दर्शन गर्न पुग्छन्। शिवपुरी पिक समुद्री सतहबाट करिब 2732 मिटर उचाइमा रहेको भ्रमणीय स्थान हो। यहाँबाट काठमाडौँ उपत्यका, हिमाल, हरियाली, वनको उद्गम दृश्य देखिन्छ। शिवपुरी बाबा तपस्या गरेको स्थान भएकाले यहाँ यसको धार्मिक महत्त्व अझ बढेको छ। तिनचुले पनि एक प्रसिद्ध वृक्षारोपण स्थल हो, जहाँबाट 3वटा डाँडा जस्तो चुचुरा देखिने भएकाले तिनचुले भनिएको। यहाँबाट सूर्योदय, हिमशृङ्खला र प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिन्छ। यी सबै स्थानहरूले धर्म, संस्कृति र प्रकृतिलाई पर्यटनलाई एकसाथ जोडेर नेपालको विशेष पहिचान बनाएको छ।